विदेश घुम्न जानलाई त गाह्रै छैन नि हामीलाई। ट्याक्क लाएर बाइक लियो आयो सर विदेश घुम्यो अनि फर्क्यो। कति आनन्द छ। फोर सर आमा मासुभन्दा धेरै त झिङ्गा छ मा। गनाउने त्यत्तिकै फेरि मा कुहिया जस्तै भन्दा खाँदो रहेछ माछाले यताको मान्छेले यार त्यस्तो किनेर नि। आज चाहिँ रक्सोलको यात्रा छ होइन। टक्क लाएर रक्सोल घुमेर यसो बाइक मर्मत गर्ने कार्यक्रम, यसो अलिअलि सपिङ गर्ने कार्यक्रम छ ट्याक्क लाएर। त्यसैले हामी चाहिँ दुईवटा बाइक लिएर चारजना चाहिँ ट्याक्क लाएर रक्सोल निस्केको। अब ठ्याक्क 1 बज्यो, 1.5 घन्टा लाग्छ पुग्नलाई। के छ हेटौँडाको सबै बाटो सानो छ, सब यस्तै दुईतिर मस्ती पार्क हुन्छ अनि त्यो भएपछि त बाटो त क्याक्राक्कै परिहाल्छ। जाने नि त अब एक्सप्रेस अब गुटुङटुङ। ल हामी अब टोलीसँग ट्याक्क लाएर रक्सोल हिँडेको है त। यस्तो गर्मी भयो के अब चाहिँ चट्ट लाएर रक्सोलको लागि हिँड्यो फाइनल्ली। एटिएमबाट अलिअलि पैसा झिक्यो होइन, यसो अलिअलि सपिङ यताउता गर्नलाई। अनि त्यहाँ बाइकको चाहिँ यसो टायर सायर फेर्ने प्रोग्राम छ। बाटो सानो बाटो कति गाडी छ भने देखिँदैन के छ अवस्था आइरहेछ। यो टिफरको पछाडि बस्न लास्ट झ्याउ हुन्छ क्या, ल्याङ गर्छ टिफरले त। सकेसम्म टिफरको चाहिँ अघि पछि बस्नै मन लाग्दैन मलाई। सबैभन्दा डर लाग्ने गाडी नै टिफर हो क्या। हिँड्दाखेरि चाहिँ टिफरसँग चाहिँ एकदम जोगिएर हिँड्नु हुन्छ नि त, धेरै एक्सिडेन्ट गराउँछ टिफरले। ट्रकहरू लोड हिँड्छ क्या यता, ट्रकहरू टिफरहरू बसहरू। उताबाट यो सामान लिएर आउनु धेरै हुन्छ। यो ग्यासको बुलेट भयो अनि यो पेट्रोल गाडीहरू है, डिजल पेट्रोल बोक्ने ट्याङ्कीहरू, यो धेरै गुड्छ क्या यो बाटो। त निस्केँ यहाँबाट है। अब म पनि स्वाटै निस्किनु पऱ्यो यहाँबाट। एनएससँग त हाम्रो एफजेडले त सक्दैन होइन। हामी अब हाम्रो ठिक्क लिमिटमा हिँड्छौँ। एनएस त तोप कुदिहाल्छ, अब एफजेड कुद्दैन त्यस्तो। एफजेड भनेको चाहिँ ठिक्क कुद्छ, हामीलाई अब धेरै कुदाउनु पनि परेको छैन, ठिक्क आफ्नै लिमिटमा हिँड्ने हो चट्टसँग। ल अब ट्याक्क लाएर चुरियामाई मन्दिर आइपुग्नु लाग्यो। ट्याक्क चुरियामाई मन्दिरको दर्शन गर्दै चट्ट गइन्छ। अब त्यहाँ माथि यो मेन मन्दिर चाहिँ अहिले यहाँ तल पनि चुरियामाई मन्दिरको यता तल पनि राखेको छ। यहाँको पिचहरू चाहिँ सबै हेभी गाडी कुद्छ लोड यता, अनि सब दब्छ क्या यता। खान्ट्याङ खुन्डुङ हुन्छ पिच बाटोहरू नै। मुनि ट्याक्क लाएर यस्तरी ढलन हालेर अनि पिच हाल्यो भने चाहिँ केही हुँदैन, नत्र त खन्डङ खुन्डुङ भएर गाँठो जुरा पर्छ बाटोभरि नै। यहाँतिर डडेलो नि लाउनु भइसकेको छ। अहिले अस्ति न 1 हप्ता अगाडितिरसम्म त लासेन, अहिले त पुरै डडेलो हानेको छ त। अब यहाँ पात झरिया छ सुकेर, अब कुन दिन पुरै जङ्गलभरि यो डडेलो हुन्छ। अब अनि झन् त्यसपछि अनि यो धुवालो बसेको झन् एक्सट्रिमली केही नै नदेखिने हुन्छ। अहिले त यस्तो छ धुम्म परेर पुरै बसेको छ। इभी बिग्रेर यहाँ बनाइरहेको छ बाटोमा। इभीहरू लोड गुड्छ यार यो वीरगन्जको बाटोमा। ल अब ट्याक्क लाएर अहिले चाहिँ यो अमलेशगञ्ज बजार आइपुग्यो हामी। यहाँबाट अब अमलेशगञ्जमा चाहिँ ट्याक्क लाएर हेटौँडादेखि हजुर
हामी बिरगन्जसम्म ए हुन्छ हस् किन धेरै बेर लाग्यो त किन हो र सिटै खोलेर हेऱ्यो ए ए ट्रकको लाइनमा परिहाल्यो यार त्यहाँ एकछिन कुर्दाखेरि बल्ल बल्ल कटेर आएको थियो फेरि गुरुङ गुरुङ लाइन भएर आएको छ यो चाहिँ अम्लेशगञ्ज बजार यहाँ चाहिँ हाम्रो नेपालकै ठुलो चाहिँ आयल निगमको यो स्टोरेज क्यापेसिटी भएको स्टोर यहीँ छ है रक्सोलदेखि चाहिँ हाम्रो पाइपलाइनमा आउने पेट्रोलियम पदार्थहरू चाहिँ यहीँ आएर बस्छ अनि यहाँभित्र चाहिँ सर पाइपलाइनमा बगेर आउँछ त्यो रक्सोलबाट पहिला चाहिँ ट्याङ्की गाडीमै ल्याएर अनि यहाँ खनाएर अनि यहाँबाट डिस्ट्रिब्युट हुन्थ्यो अहिले चाहिँ पाइपलाइनबाट ट्याक्क सरर यहाँ आएर झर्छ अनि यहाँबाट अनि गाडीहरूमा हालेर अनि कता कता लाने हो अनि सबै इम्पोर्ट यो कता कता यो देशको अरू अरू भूभाग कुना कुना कता कता पुऱ्याउने हो त्यो अनुसारको अनि त्यहाँबाट यिनीहरूले यहाँबाट डिस्ट्रिब्युट हुन्छ यहाँभित्र चाहिँ सबै स्टोर हुने हो यो चाहिँ ठुलो नेपालकै ठुलै भन्छन् क्या र जहाँसम्म मलाई लागेको छ होइन होलीमा भोलि पनि सक्यो यहाँको बाटो चाहिँ अलिकति डाँडा काँडाले भरिपूर्ण छ यो पिच रोड है चाहिँ अलिकति हेरेर हिँड्नुपर्छ उफार्छ क्या यहाँ त यो पर्सा वन्यजन्तु निकुञ्ज पर्छ क्या र यो पर्सा नेसनल पार्क है यो जङ्गल यहाँ बेला बेला हात्ती बाघहरूले चाहिँ दुःख दिएर हुन्छ यता पनि हाम्रो छ यो पुरै उतै हेटौँडेसम्म कहिले बन्छ कुनै हेटौँडेसम्म ट्याक्क ठुलो बाटो बनेर उ गर्दै हुन्थ्यो हेटौँडा बजारको नि सानो छ है अब यत्रो ठुलो नबने पनि जोस् अहिलेको भन्दा डबल बन्दै भने त पुग्यो नि हामीलाई अब यताबाट गयो भने चाहिँ यो साइड गयो भने चाहिँ पुरै पूर्वतिर पुगिन्छ है मेचीतिर पुगिन्छ यताबाट अनि यताबाट हामी बिरगन्ज रक्सोल जाने हो यताबाट चाहिँ हामी गण्डकतिर आइपुग्यौँ यहाँ गण्डकबाट हामी बाइपासतिर लागेर जान्छौँ सिधा गयो भने चाहिँ बिरगन्ज बजार छिरिन्छ बाइपासबाट चाहिँ सिधै हामी रक्सोल छिर्न सक्छौँ यो चाहिँ बिरगन्ज बाइपास हाइवे हो है रक्सोल ट्याक्क पुग्छौँ हामी रक्सोलको नाकासम्म यहाँबाट विदेश घुम्न जानलाई त गाह्रै छैन नि हामीलाई ट्याक्क लाएर बाइक लियो आयो सर विदेश घुम्यो अनि फर्क्यो कति आनन्द छ यो ट्याक्क चेकपोस्ट हो यहाँतिर चाहिँ सामानहरू ल्याएको यताउता यसो निगरानी गर्ने हो भने चेकपोस्ट हो यो कोही कोहीले चाहिँ अलि धेरै नै सामानहरू ल्याउँछन् कति धेरै यहाँ सामानहरू चाहिँ साइकलबाट नै उता पारीबाट वरि ल्याएर कटाएर बेच्छन् कि त्यो साइकलमा बेच्दा पनि टन्नै फाइदा कमाउँछन् तिनीहरूले चट्ट लाएर यो चाहिँ ठ्याक्क लाएर हाम्रो यहाँ नेपालको झन्डा थर फरफराइरहेको गेट चाहिँ हाम्रो नेपाली पुलिस भनेको यहीतिरसम्म मात्र बस्ने हो नि अनि त्यहाँ पुल छ अनि पुलबाट उता नेपाल र इन्डियाको ट्याक्क सिमाना छुट्टिन्छ ट्याक्क हाम्रो यहाँ छ पोस्ट होइन अन्तिम पोस्ट अनि अब इन्डियाको हेरौँ है त इन्डियाको कहाँनिर छ त्यो पनि हाम्रो यहाँ त पुलिस पनि बसेको छैन खाली छ पोस्टै त्यो अब यो पुलबाट चाहिँ हाम्रो कतिबाट नेपाल इन्डिया छुट्टिन्छ यो बिचतिरबाट जस्तो लागेको थियो यो खोलासम्म नि त्यही अनुसारको सीमा छुट्टिन्छ एकताका त यो पुलको बिचैमा यहाँ यो एसएसबी के भन्छ यो इन्डियाको सीमा सुरक्षा फोर्स होइन यहीँ बनाएर क्याम्पै बनाएर यो बिच पुलमै बसेको थियो नेपालले केही बोलेन अब अहिले चाहिँ त्यो हटाउँछ यहाँबाट यहाँ बिच पुलबाट हटाएर गरिरहेको छ नेपाली अटो रिक्साहरू यहाँभन्दा उता जानु पाउँदैन अहिले अनि त्यही भएर यहाँ पुलमा आएर बसिरहेछ यहीँ बसिरहेछ ट्याक्कै लगाएर पुलमा यसरी यहाँ इन्डियामा चाहिँ
यो ठ्याक्क लाएर ट्रेनको टाइम छ जस्तो। अब ठ्याक्क लाएर जाम भएछ बाटो। यहाँतिर किराना सामान आइटमहरू किन्नलाई यतातिर यहाँतिर हो। अब यहाँबाट ट्याक्कै ट्रेन जाने बेला भयो रहेछ, बाटो छुने रहेछ। हामी उता माथिबाट चाहिँ जानुपर्छ अब। यहाँ माथिबाट जानु पर्यो अब हामी। सानो पुल बनाएको छ यहाँ, यो रेलको पटरी भयो। अब यहाँ रेल ठ्याक्क आउने बेला जस्तो छ, पुरै उता नि जाम भएर बसिरहेछ। यत्रो बाटो छ अनि यो मयुरी अटोहरू सबै यतैबाट छिर्नु पर्यो, बाइकहरू नि यतैबाट हो। यो ट्रेन आउँदाखेरि यहीँबाट सर्टसुट छिर्छन् सबै, अनि त्यो भएपछि भइहाल्छ। अलि ठुलो बना भयो नि हुन्थ्यो यो पुल, बनाएपछि दबाइदिएछ फेरि एउटाले। रेलको डिब्बा आउँदैछ। रेल बन्द गर्ने बेला परेछ क्या। त्यो झिँगायो माछालाई, मासुमा त बल्ल अलिकति निस्क्यो। यस्तो ठुलो जाम परेर ठ्याक्कै ट्रेन पास हुने बेलामा परेछ। फोन आयो ए यो भाइ नेटको काम पाउँदैन। यता कहाँ छ टायर सोरुमहरू? ट्याक्ला टायर सोरुम बुझ्नु पर्यो, अनि त्यसपछि टायर हालेर गर्नुपर्छ। हिरो यहाँतिर टायरवालाहरू त अपोलो टायर्स होइन, बजाज। यहाँतिर अञ्जली, यो कुन चाहिँ ब्रान्ड हो? टायरै हो होइन। यहाँतिर पुरै टायरै टायर छ। गाडीको बाइक पनि छ होला छ नि त। यहाँतिर वर्कसप छ है, टनाटन वर्कसप छ। सबको छ यहाँ। यतातिर नेसको टायर यहाँ दुईवटा ट्याक्क टिभीएसको किनियो होइन। फिटिङ सिटिङ सब यतै अब गरेर चट्ट लाएर फर्किने हो केटाहरू। नेपालमा भन्दा त धेरै सस्तो पर्दो रहेछ। इन्जिनियरिङ पढ्ने भन्ने मान्छे सुभाष खोइ ल अगाडिको सेक्सी भएर आयो टायर होइन। पछाडिको नि फेरेपछि अनि बुलेट ड्राइभ होइन। फर्किँदैछौँ अनि चट्ट यता यो स्टेसन त्यो ट्रेनको पटरीबाट पारिपट्टि यसो अलिअलि तेल चिनी किनेर अनि हामी वीरगञ्ज निस्किन्छौँ सर्लक्कसँग। बाटो साँग्रो, लास्टै साँग्रो छ। यो धेरै बिजी ठाउँ, बाटो चाहिँ लास्टै सानो क्या, हेटौँडा बजार जस्तै। त्यो दाँत मान्ने हो क्या, दाँत मान्ने हो क्या त्यो। यस्तो जाम हुन्छ, मान्छेको भिडभाड त्यत्तिकै, गाडीको भिडभाड त्यत्तिकै। तिम्रो पुरानो ब्याट्री नि बेचिदिएँ मैले त्यहीँ। तिम्रो पुरानो ब्याट्री बेचेर नि 160 आयो। त्यो मिस्त्रीले खान लगाइरहेको थियो। कसरी निस्किने यार, लास्टै भिड छ।
रक्सोलको भिडभाड यस्तो छ, लास्टै जाम के, दिक्कै लाग्दो। त्यहाँ ट्रेनको पट्रीमा थुन्या त छैन जस्तो अहिले। अब यहाँ ठ्याक्कै जाममा पऱ्यो भने चाहिँ अर्को झ्याउ हुन्छ। ए पट्रीको बन्द रहेछ ठ्याक्कै लाएर, नभन्दै जाम रहेछ, जाम रहेछ ट्रेनको। पुलबाट जानु पर्यो सर्लक्क लाएर। यहाँ यस्तो फोर्स यार, आमा मासुभन्दा धेरै त झिङ्गा छ मा। गनाउने त्यत्तिकै फेरि मा कुहिया जस्तै भन्दा खाँदो रहेछ माछालाई यताको मान्छेले यार, त्यस्तो किनेर नि। नपच्ने हो मा, कहाँ बिग्छ त अनि। तिनीहरूलाई खाँदा खाँदा बानी भइसक्यो क्या त्यस्तै। ओ ठ्याक्कै रेल आइरहेको छ। ठ्याक्कै रेल आएको बेला पर्यो। अघि न त इन्जिनको डिब्बा मात्र थियो, अहिले चाहिँ फुल रेल आएछ। बाँदर त्यो स्फुते काट्यो होला बाटो। अब गाडी स्पिड थियो होला, बसहरूले होला। त्यो ट्रकहरू त खासै स्पिड हुँदैन क्या, सामान बोकेर हुन्छ। मैले त देखिनँ मैले त देखेन। ए अघि न जाँदा त थिएन। त्यो बिचमा हामी जानु गएपछि पच्क्यो जस्तो। यता ट्रकले ठ्याक लाएर सपोर्ट दिइरहेको छ जानलाई अगाडि। यत्रो यहाँ ट्याङ्की, यत्रो यो कन्टेनर बोकेर आएको छ ट्रकहरूले, यत्रो हेभी हेभी लोड। 3 नम्बर पुल आइपुग्यो अहिले। यहाँ के हो, बोतल लडाइँ खेलिरहेको छ त। सेको सेको खाने हो यता फेमस हो है। सेको सेको खाने भए यता पपुलर हो भने क्या। खाइन त ल, खाइदिउँ नि त सेको सेको यसो खाएर जाउँ। के भयो? त्यही मेसिनमा हाल्दैछ, गइहाल्छ नि फोहोर त। उही त हो नि यतातिर। ल यो चाहिँ 3 नम्बर पुलमा अब यसो हामी चाहिँ अब खाजा खाएर जानु लाग्यो। खाजा खाजा हानेर अनि ट्याक्क लाएर अब घर जानु पऱ्यो, होटल स्मृति। ल ट्याक्क खाजा खाने ठाउँ भयो हामी। सूर्यमाई मन्दिर उकालो आइपुग्यो। आमामा के हो यो बाइक त खतरा खतरा। जय सूर्यमाई, सूर्यमाई माता, सूर्य माता, सूर्यमाई की जय। सूर्यमाई, सूर्यमाई त एकदम ठुलै मन्दिर हो नि त। धेरै ठुलो मेला लाग्छ यहाँ त। यो हरेक वर्ष यो दसैँको यो नवमी अष्टमीहरूमा बलि पनि चढ्छ यहाँ। हाम्रो यहाँ सुरुङ मार्ग पनि छ है। यहाँबाट पनि सुरुङ मार्ग छ, अनि उता माथि मन्दिरबाट पनि पहिला त्यो धेरै पुरानो सुरुङ मार्ग छ। त्यहाँबाट पहिला गाडी बोकेर लान्थ्यो अरे त्यो सुरुङ मार्गबाट कता कता लानलाई हो।
त्यहाँ छिरेर त म उता निस्केको छैन कहाँ निस्किन्छ भनेर अहिले चाहिँ रिपेयरहरू गरेर बत्ती सत्ती हालेर छ क्यार हजुर हामी वीरगञ्ज त रक्सल पुगेर यसो हजुर अन छैन बिलबुक लाइसेन्स आज 2-3 ठाउँ चेकिङ छ बाटोमा यहाँ रातो माटेमा कहिले चेक गर्दैन थियो आज चाहिँ लाइसेन्स बिलबुक चेक गर्यो हेटौँडा आइपुग्नु लाग्यो अब रातो माटे आइपुग्यो अब हेटौँडा बजार आउनुलाई धेरै छैन 5 मिनट बाटो हो एचआइडी एरिया हाम्रो यो चाहिँ इन्डस्ट्रियल एरिया हो यो सबै यहाँभित्र हेटौँडा औद्योगिक क्षेत्र यहाँ यो पुरै यहाँभित्रको धेरैवटा उद्योगहरू छ कति बन्द भए यहाँ अब कत्रो ठुलो कपडा कलकारखानाहरू थियो यहाँ हेटौँडामा सब बन्द भएर गए सबै राजनीतिको खिचातानीले गरेर सबै सकाएरै छाडे यहाँको उद्योगहरू एभरेस्ट बिरयानी भन्ने नयाँ खुलेर छ नि त यो टिकटकमा आइरहेको थियो यहाँ पनि जोखेर दिन्छ अरे भन्ने सुनेको थिएँ मैले बिरयानीहरू एक दिन ट्राई गर्न जानु पर्ला एभरेस्ट बिरयानी पनि कस्तो रहेछ ट्याक्क लाएर हेटौँडामा राजा सपोर्टको र्याली हो पुरै कसले रियो गर भने हो खोइ मैले नि बुझिनँ त्यो कसले समातेको र खोइ के राजतन्त्र भनेर हिँडेको हिँड्छ यिनीहरूले कम लाइन भइसकेको छ यहाँ गाडीको यत्रो लाइन भइसकेको झन् ठुलो गाडी बजारबाट हिँडेस् त बिजोकै हुन्छ काठमाडौँमा बालेनले रुखबाट बत्ती निकाले कसो गरेर हाम्रो यहाँ चाहिँ पुरै रुखभरि बत्ती हालेको छ चराहरूलाई राति बस्नलाई असहज हुन्छ अरे नि त रुखमा बत्ती भयो भने त्यही भएर बालेनले सब हटाउनु लगाएको छ हाम्रो यहाँ चाहिँ दसैँ तिहारको बेलातिर हालेको हाले छ